दुईटा गेम त बवाल भयो रे वर्ल्ड कपको रे, भएको थिएन बवाल होइन। म फेरि यो वर्ल्ड कप आफ्नो कन्ट्री खेले होइन वर्ल्ड कप नेपाल होइन। अब 1000 रुपियाँ तिर्नु पऱ्यो नि रे वर्ल्ड कप हेर्न होइन। ठग्न पनि कति ठग्न थालेको हो। अनि यो ठुल्ठुलो च्यानलहरूले होइन राइट्सहरू ल्याएको छ के होइन, सबैतिर आउँछ, फ्रीमा हेर्न पाइन्छ होइन। हजुरहरूलाई चाहिन्छ भने म भनिदिन्छु हजुरहरूलाई। तर सिजनल फ्यानहरूको चाहिँ दिन गयो है साथीहरू। अब सिजनल फ्यानले चाहिँ अब 4 वर्षमा वर्ल्ड कप हेरेर मेस्सी रोनाल्डो नेमार भनेर वर्ल्ड कप हेर्न मन थियो होला। अब फुटबल बुझ्दैन, 1000 रुपियाँ खर्च गर्न मन लाग्दैन, किनभने त्यो खर्च गरेर नि हेर्ने होइन होइन। अब हामी जस्तो युवाहरूले, हामी जस्तो युथहरूलाई थाहा छ कसरी हेर्ने फ्रीमा भनेर होइन। अब त्यो भनेको बुद्धि नभएकाले मात्र हो त्यो रिचार्ज गर्ने भनेको चाहिँ होइन। त्यो टिभीमा हेर्न मन लाग्ने ठुलो स्क्रिन भएकाले गरे भयो, मतलब भएन। अनि यो वर्ल्ड कपमा होइन म चाहिँ पहिल्यैदेखि नै जर्मनीको फ्यान हो होइन, लाइक बिग सपोर्ट टु जर्मनी। अहिले चाहिँ म चाहिँ पोर्चुगलको सपोर्ट हो कि, जस्ट फर रोनाल्डो के।